गाइस, आज मैले मेरो रुममा बनाउँदैछु ल भिडियो। आज मैले नेपाली बक्लादेखि मगाएको हेर्नु फर्सीको मुन्टा 10 रुपैयाँको ल यो। त्यसपछि च्याउ पनि एडिक्टिभ नेपाली बक्लाबाट मगाएको च्याउ राम्रो छ फर्सीको मुन्टा। अनि मेरो फेभरेट डल्ले खुर्सानी कस्तो दामी छ डल्ले खुर्सानी। पकाउन तपाईँलाई देखाउँछु ल डल्ले खुर्सानी। म चटनी बनाउँछु कि डल्ले खुर्सानीको कस्तो मनपर्छ हेर्नु कस्तो दामी छ। हेर्नु त दामी छ नि है। हरियो डल्ले मेरो फेभरेट। अहिले चाहिँ मैले फर्सीको मुन्टा केलाउन लगाएको। खानु परेन, भर्खरै ड्युटीबाट आएको सकेर अब बनाउनुपर्छ। मेरो फेभरेट हो फर्सीको मुन्टा पनि। यस्तो मिठो हुन्छ। जे होस् परदेशमा बसेर पनि खान पाइसके आफ्नो ठाउँको नेपाली मिठो हुन्छ। म एकछिन चटनी बनाउँछु डल्ले खुर्सानीको। पहिला म केलाउँछु कि पकाउनु पर्यो नि। उहाँले आफै ल्याइदिनु भएको मलाई काममा हुँदाखेरि। म कामदेखि मगाएको ठ्याक्क टिकटक हेर्दा देखेँ उहाँहरूको। अनि राम्रो भाइ साथीहरू, अर्को पार्टमा तपाईँलाई मैले पकाएर देखाउँछु ल। रात भइसक्यो। बाई, थ्याङ्क यू सो मच। मेरो च्यानललाई सब्सक्राइब लाइक गरिदिनु ल। थ्याङ्क यू।